लक्ष्मी यो ढाका टोपी ल्याउ त त्यही म लाइभ बस्ने ठाउँतिर साथीहरू नमस्ते। आज दाइले टोपी लाउनुहुन्छ, टोपी लाउनु भएर पाल्नुहुन्छ, कहिले कहिले बोर लाग्छ भएर। अनि यसो अब मसित समय अरू कन्टेन्ट हुँदैन होइन, त्यसरी हालो टोपी टोपी चिया खानुभयो? चिया सिग्रेट खानुभयो? चिया खाएर सिग्रेट खाएर गरिमा चाहिँ एउटा कोक खानुहुन्छ, सानो खुच्चे कोक, अनि एउटा बिस्कुट खानुहुन्छ, बिस्कुट चाहिँ ढाका टोपीले लाएर आउनुहुन्छ। कुकुर देख्यो भने मेरो कुकुरलाई सुमसुम्याउनुहुन्छ, माया गर्नुहुन्छ। राम्रो मान्छे होस्, मलाई खुसी लाग्छ यसरी साथीहरू, काकाहरू, दाईहरू भेट्दा आफ्नै घरतिर बस्ने पढ्ने उहाँलाई पनि बोर लाग्दो नि, घर बसिरहन यसो घुम्दै फिर्दै अल्लर पल्लर आउनुहुन्छ भएर खुसी हुनुहुन्छ, ठिक हुनुहुन्छ, हँसाउनुहुन्छ। ढाका टोपी लगाएर यसो ठिक भइसक्यो त मेरो है, ठिकै त होला नि। ठुलो खालको ट्याब्लेट त छैन। भाडातिर सानो घुम्न जाऊँ बम्बई, रेलको भाडातिर सानो घुम्न जाऊँ बम्बई, रेलको भाडातिर अब बिहा नगर्ने बुढी नल्याउने, फेरि ल्याउने नल्याउने दाँतै छैन। पाँचवटा फाल्नु हो दाँतै छैन पो भन्नुभयो। मतलब बिहा गर्ने होइन, फेरि ल्याउने होइन भनेको त दाँत पो देखाउनु भयो। पुरस्कार लगाएर होइन ल्याएर नबस्ने भने कि ल्याउँदै नल्याउने हो।
राति हो 3 बजे दिउँसोको आज 4 बजिसकेछ आज उठ्दा अनि 4 बजेबाट लाइट बसेँ अनि 4 बजेबाट 6:30 बजेसम्म लाइट बसेँ अनि अरू साथीहरू पनि लाइटमा सुरु गर्नुभयो फेरि अरू साथीहरूको 2टा 3टा 4वटा साथीहरूको लाइटमा बसेर अनि चाहिँ उहाँ दाई आएर हेर दाईको ढाका टोपीसँग मैले ढाका टोपी लाएर फोटो खिचौँला भनेर भिडियो बनाउँला भनेर चाहिँ मैले चाहिँ साथीसँग चाहिँ म एकछिन चाहिँ भिडियो बनाउँछु है भनेर उहाँ नि लाइभ इन्डिङ हुने बेलै थियो अनि निस्केँ त्यसको लागि अब कहिले कहाँ गएर कन्टेन्ट बनाउने हामीले अब तपाईँ कि त्यही सरबारीमा हो कि छतमा हो कि म बिहानै उठेर एयरपोर्ट कुकुर डुलाउँदाखेरि हो सबै त्यस्तै हो त्यो भएर यो फेरि दिनभरि बत्ती भएन अनि एउटा मोबाइल त्यत्तिकै अफ भयो राति सुत्ने बेला बल्ल बल्ल गएर त्यता मेडलीको उता बागलुङकोतिरको साथीहरूको लामो भिडियो अन गरिदिएँ सुतेँ तपाईँको बेलुकी फेरि 6 बजेदेखि 9 बजेसम्म आफ्नो पालो लाइभ अब बिहान पनि बेलुकी पनि अनि अब दिनभरि अरू साथीहरूका त्यसपछि पनि फेरि मेरो सिधै 9 बजेपछि फेरि अर्को भाइको छ त्यसपछि नै अरू छ भन्दाखेरि तपाईँको यो हिसाबले स्क्रिनमा भित्र बसिरहँदा चस्मा लाएर लगाइरहँदाखेरि अलिक माइन्ड फ्रेस नै नहुने तपाईँको सागबारीतिर जाने अगाडि बरन्डातिर आउने गफ गर्ने गर्दाखेरि पनि मजा लाग्छ मलाई यो मजा पनि हुन्छ तपाईँको लोकल गफहरू घरायसी कुराहरू सधैँ तल भरक सधैँ चाहिँ सुपर मार्केट सधैँ चाहिँ बिच ओसन मिठो खाएको देखाएर मात्रै सम्भव पनि हुँदैन साध्य पनि हुँदैन हामी जस्तो छौँ जे छौँ हाम्रो संसार त्यही नै हो ल बोला कि ए कुकुरलाई हामी यहाँ देखेर ऊ आउँछु भनेको होला है मुसा छ कि भनेर है कति हामी नआउने जस्तो गयौँ भने हामीले त्यसरी the cap we call Dhaka topi. Dhaka is fabric like cotton. But our cotton used to come from Dhaka, Bangladesh, long ago. So we call it Dhaka topi cap. That's part of national dress, official dress. When you have the official bow, formal bow, namaskar. टोपी पनि लाउने गर्छौँ आशीर्वाद थाप्दा ब्लेसिङ ढाका टोपीको धेरै महत्त्व छ हाम्रो बुवाहरूले सबैले पहिलादेखि लाउनुहुन्थ्यो कहिल्यै छोड्नुहुन्थ्यो शुद्धधरि नछोड्ने रे अनि हाम्रो पालोमा चाहिँ बच्चाहरूको पालोमा चाहिँ यो दुब्लाउँदै गयो यो प्रथाहरू पनि तिहारमा दसैँमा लगाइरहेको छौँ एटलिस्ट चाडबाडमा खुसी लाग्यो साथीहरूलाई भेटेर साथीहरू
त्यो भिडियो साइड मैले लक्ष्मीकोबाट राख्छु होला। लक्ष्मीका नि इनकेस मेरोमा कुनै अब्स्ट्याकल आयो भने लक्ष्मीकालाई नि मनो गर्न मिल्ला र लगभग यो चाहिँ म यता राख्छु होला, हेरिदिनु होला। जस्तै हाम्रो मेन च्यानल चाहिँ ट्रेकिङ राजन हो। म एज चाहिँ ट्रेकिङ गाइड भएको हुनाले मेरो नाम राजन, तर ट्रेकिङ राजन राखेको हो। भिडियो हेरिदिनु हुने सबै साथीलाई हृदयदेखि नै नमस्कार, धन्यवाद। अरू भिडियो नै कोट्याइदिनु होला। हजुरको पनि च्यानल छ भने चाहिँ कमेन्ट छोड्नु होला। तपाईँहरूलाई सपोर्ट चाहियो भने अलिकति सब्सक्रिप्सन बढाउनु पऱ्यो भने होइन, साथीहरूलाई सपोर्ट चाहियो भने ट्रेकिङ राजन अथवा यो लक्ष्मी राणा कमेन्ट छोड्नु होला, हामी जोइन हुन्छौँ। अनि तिहार, दसैँ, तिहार, छठ सबै गयो भर्खरै हाम्रो फेस्टिभलहरू। अब लोसारहरू, माघी पर्वहरू यिनीहरू आउनेछन् है त साथी। र फेरि म अरू भिडियोमा अपडेट हुन्छु। अहिले चाहिँ हाम्रो यो ढाका टोपी सिरियल भनौँ न, यो पार्टलाई ढाका टोपी पार्ट 1 लाई चाहिँ बिटोमा छौँ है त। नमस्कार, धन्यवाद है त। दाइले अलिक कान सुन्नुहुन्न तर एकदम खास धन्यवाद।